चैनल को सब्सक्राइब करो पहले। हाँ जल्दी करो, मुझे पता है कि आप लोग नहीं करते हो, वीडियो देखते हो लेकिन सब्सक्राइब नहीं करते। ये लाल कलर का बटन नहीं से दबाओ, जल्दी दबाओ, जल्दी दबाओ, फिर मैं शुरू करूँ। दबा दो जल्दी, दबा दिया, घंटी भी दबा देना। एक दिन म खाना खाएर मोबाइल चलाउँदै बसेको थिएँ। चार्ज सकियो। चार्ज लिनको लागि म दाइको रुममा आएँ। ढोका खुल्दै थियौँ। म भित्र पसेँ। भाउजू टवेल बेरेर ऐना हेरिरहनु भएको रहेछ। भर्खर नुहाएर आउनु भएको थियो होला। मलाई देखेर हल्का झस्किनु भयो। टवेल स्वाट्टै भुइँमा खस्यो। भित्र केही लाउनु भएको रहेनछ। सर्वाङ नाङ्गो देखेँ। भाउजूले अतालिँदै टवेल माथि तानेर फेरि बेर्नु भयो। के गर्नु म अकमक्क परेँ। सरी भाउजू भन्दै बाहिरतिर लागे। एकछिन त कता कता डर लाग्यो। मुटुको धड्कन बेग भएको थियो। नदेख्नु थियो भाउजूको सबै अङ्ग देखेँ। बिस्तारै म अङ्ग सम्झिन थालेँ। एक मनले त भाउजूले अब के भन्नुहुन्छ होला भनी डर लाग्यो। फेरि सोचे मेरो केही गल्ती थियो र मैले टवेल तानेर खुस्काएको त होइन। करिब 30 मिनट डरका भावना उब्जिएका थिए। तर बिस्तारै भाउजूको नाङ्गो शरीर सम्झेर म भित्र यौवनको मात चढ्न थालेको थियो। आउनुहोस् कथा सुरु गरौँ टिचर भाउजूको बारेमा। राहुल दाई र मेरो एउटै गाउँ थियो। हाम्रा हजुरबुवाको बुवा एउटै हुनुहुन्थ्यो। राहुल दाई बिहे गरेर पोखरा बस्नुहुन्थ्यो। बिहे भएको 1 वर्ष भएको थियो। एक दिन राहुल दाईको बुवा बेहोस भएर लड्नु भयो। मैले गाडी मिलाएर हस्पिटल पुर्याएँ। दाईलाई जानकारी दिए। करिब 1 महिना मैले नै हस्पिटलमा बुवालाई हेर्ने औषधि किनिदिने गरेँ। आमा कहिलेकाहीँ बुवासँग बस्नुहुन्थ्यो। आमालाई गाह्रो होला भनेर मैले नै सबै थोक गरेँ। 1 महिनापछि बुवा निको भएर घर आउनुभयो। राहुल दाईले म भएको कारण गाउँ आउनु परेको थिएन। मेरो मास्टरको फाइनल इक्जाम सकियो। अब काठमाडौँ गएर तयारी गर्नुपर्ने थियो। राहुल दाईको बुवाले राहुलकोमा बस्नु 2 वटा कोठा लिएको छ रे। त भान्सामा बस्नु 2-3 महिना केही हुन्न भन्नुभयो। राहुल दाईको त खासै मन थिएन। बुवाले भनेपछि मान्नुभयो। म काठमाडौँ गएँ। किचनमा सानो बेड रहेछ। दाईले यही सुत्नु तिमी भनेर भन्नुभयो। सबै कुरा चिटिक्क पारिएको थियो। सायद भाउजूले बनाउनु भएको थियो होला। भाउजूलाई मैले पहिलो पटक गाउँमा देखेको थिएँ। दाईले घर लिएर आउँदा एकदम राम्री हुनुहुन्थ्यो। हाँसेर बोल्नुहुन्थ्यो। करिब 2 हप्तामा म दाईकोमा राम्रोसँग एडजस्ट भएको थिएँ। तरकारी लिएर आउँथे, सफा गर्न सघाउँथे। भाउजूलाई खाना बनाउन पनि हेल्प गर्थे। भाउजूसँग गफ गर्थे। बिहान इन्स्टिट्युट गएर आउँदा भाउजूले खाना रेडी गरेर राखिदिनुहुन्थ्यो। एक दिन म खाना खाएर मोबाइल चलाउँदै बसेको थिएँ। मोबाइलको चार्ज सकियो। मेरो चार्ज बिग्रेकोले म दाईको चार्ज लिन दाईको रुममा आएँ। ढोका खुल्दै थियो। म भित्र पसेँ। भाउजू टवेल बेरेर ऐना हेरिरहनु भएको रहेछ। भर्खर नुहाएर आउनु भएको थियो होला। हल्का झस्किनु भयो। टवेल स्वाट्टै भुइँमा खस्यो। भित्र केही लाउनु भएको रहेनछ। सर्वाङ्ग नाङ्गो देखे। भाउजूले अतालिँदै टवेल माथि तानेर फेरि बेर्नु भयो। के गर्नु म अकमक्क परेँ। सरी भाउजू भन्दै किचनतिर लागे। एकछिन त कता कता डर लाग्यो। मुटुको धड्कनको बेग धेरै भएको थियो। भाउजूको सबै अङ्ग देखेँ। बिस्तारै म अङ्ग सम्झिन थालेँ। एक मनले भाउजूले अब के भन्नुहुन्छ होला भनी डर लाग्यो। फेरि सोचे मेरो केही गल्ती थियो र मैले टवेल तानेर खुस्काएको त होइन नि। करिब 30 मिनट डरका भावना उब्जिएका थिए। तर बिस्तारै भाउजूको नाङ्गो शरीर सम्झेर म भित्र यौवनको मात चढ्न थालेको थियो। करिब आधा घण्टापछि भाउजू किचनमा आउनुभयो। मलाई भाउजूको अनुहार हेर्न नै अप्ठ्यारो लागेको थियो। भाउजू मतिर हेर्दै किचन सफा गर्न थाल्नुभयो। म भाउजूतिर हेर्दै नाङ्गो शरीर कल्पना गर्न थालेँ। अरू बेला यस्तो सोच आउँदैन थियो। खै अहिले किन आइरहेछ पत्तै पाइन। बाबु त पढ्न छोड्नु भयो त पढ्नुस् भाउजू मतिर हेर्दै भन्नुभयो। एक्लै पढ्न अल्छी लाग्छ भाउजू मैले भने। बुहारी ल्याउनुस् न बाबु अनि सँगै पढ्नु भाउजूले भन्नुभयो। अहिले बिहे नगर्नी भाउजू भन्दै म हाँसेँ। गर्दा भइहाल्छ नि, यस्तो भएको रहेछ तपाईलाई भाउजूले हाँस्दै भन्नुभयो। जागिर नभई कसैले एकेट दिँदैनन् भाउजू। मैले नि हाँस्दै उत्तर दिएँ। त्यही भएर पढ्नुस् भनेको भाउजूले अझै हाँस्नु भयो। करिब 15 मिनट यस्तै गफ गर्यौं। भाउजू राम्रोसँग बोल्नु भएको कारण अघिको डर भागेर गयो। अरू बेला जसरी बोल्थ्यौं त्यसरी नै बोल्न थालेका थियौं। भाउजूले पनि अघिको कुरा गर्नु भएन। मैले पनि गरिन। त्यो दिन त्यतिकै बित्यो। तर म भित्र भने भाउजूको नर्मल बिहेभियरले बिस्तारै यौन चाहना बढेको फिल भयो। फेरि एक पटक भाउजूलाई नाङ्गो अवस्थामा देख्न पाए हुन्थ्यो भनेर सोचिरहेँ। भोलि चाहिँ भाउजूसँग हिजोको कुरा कोट्याउनु पर्यो, कस्तो रेस्पोन्स गर्नु हुँदो रहेछ भनेर सोचे। कुन शक्तिले मलाई आँट दिइरहेको थियो मैले नि पत्ता पाउन सकेको थिएन। इन्स्टिट्युट सकेर आए, खाना खाए। भाउजू सधैँ चाहिँ सफा गर्न आउनुभयो। म पनि भाउजूसँगै सफा गर्न थालेँ। भाउजूतिर नजर लगाए। हल्का आँखामा गाजल, हल्का गुलाबी लिपस्टिक, छातीतिर हेरे मिडियम साइजका थिए। हिप हेरे उठेका पुठाहरू। आज भाउजूलाई म अर्कै नजरले हेरिरहेको थिएँ। त्यस्तो दृश्यले हेर्ने नजर नै परिवर्तन हुने रहेछ। भाउजूतिर हेर्दै बोले, हिजोको लागि सरी भाउजू। भाउजू मतिर हेरेर हाँस्नुभयो अनि केही बेरमा बोल्नुभयो, त्यसरी 81 रुममा आउने हो त? मैले भने चार्ज लिन आएको थिएँ, भाउजू रुम खुल्लै भएर छिरेको।
भाउजूले भन्नुभयो म कस्तो तर्सिएको थिएँ, अब चाहिँ नगर्नु है, आउँदा बोलाएर मात्र आउनु। मैले हुन्छ भाउजू भने अनि चुप लागे। भाउजू पनि बोल्नु भएन। एकछिन शान्त वातावरण भयो अनि म आफै कुरा गर्न थालेँ। भाउजूको तर्सिने बानी रहेछ है, जो पनि तर्सिन्छ नि। त्यस्तो अवस्थामा यति भनेर भाउजू हाँस्नुभयो। म पनि तर्सिएको थिएँ। भाउजू कस्तो डर लागेको थियो, किन तर्सिनु भयो तपाईँ चाहिँ? खै किन डरले एकछिन त मुटु नै कस्तो भयो। पछि बुहारीसँग त्यस्तो हुँदा पनि तर्सिने होला नि फेरि। भाउजू हाँस्नुभयो। म भाउजूको गफमा मक्ख परे। तर्सिहालिन्छ नि भाउजू, त्यस्तो देख्दा मैले भने। के देख्नुभयो र फटा बाबु, सबै हेर्न पनि भ्याउनु भयो र? देखिहाले भाउजू सरी ल सरी भनेर राम्रो बन्न खोजे। भाउजू हाँस्नुभयो अनि भन्नुभयो तपाईँको आँखा त छिटो पो रहेछ। गाउँको धारामा पनि केटी नुहाएको हेर्नुहुन्थ्यो कि क्या हो? हेर्दिन भाउजू, लाज लाग्छ हेर्न। म त धारा नै जान्न, धेरै आइमाईहरू नुहाउँदा जिस्काउँछन्। उल्टै भाउजू हाँस्नुभयो अनि भन्नुभयो के भन्छन् नि, म त वास्तै गर्दिनँ, त्यही पनि आइमाईलाई के हेर्नु, कति बुढा छन्, म भन्दा आफू जस्तै भए त हेर्नुहुन्थ्यो। बाहिर ओपन आउनै सक्दिनँ, म त सिक लाग्छ, बाथरुम नै ठिक। भाउजूले भन्नुभयो आजभोलि त मलाई पनि बाथरुममै सजिलो लाग्छ भाउजू। हो त त्यसरी नुहाए खुल्ला, जसरी नुहाउन पनि सकिन्छ, कसैले देख्दैन कसरी नुहाउनुहुन्छ र त्यस्तो जसरी सबैले नुहाउँछन् केही नलगाई मैले आँट गरेरै भनिदिएँ। अब गाउँ गएर नुहाउन गाह्रो होला, तपाईँलाई पनि भन्नुभयो। भाउजूलाई पनि त अप्ठ्यारो होला नि, मैले हाँस्दै भने। भाउजूले मतिर हेरेर मुस्कुराउनु भयो। करिब 1 हप्ता यस्तै गफ गर्दै बित्यो। राहुल दाईको भ्याली बाहिर जाने काम परेछ। दाई 2 दिनको लागि जानुभयो। अब भाउजू र म मात्रै थियौँ, तर कुरा खासै अगाडि बढाउन सकेको थिइन्। कलेज गएर आए, खाना खाए, बसेर मोबाइल हेर्दै थिए। यौवनको जोक्स मिम्सको रूपमा फेसबुकमा आइरहेको थियो। हेर्दै उत्तेजित भएको थिए। अन्डरवेयर भित्र लिङ्गको आकार बढ्दै थियो। आज एक्सपेरिमेन्ट गर्न भनेर हाफ पेन्ट थियो। उत्तेजित लिङ्गको सेप बाहिरबाट अनुमान गर्न सकिने भएको थियो। भाउजूले पल्लो कोठा खोलेर यहाँ आउने थाहा पाएपछि मोबाइल राखेर निदाएको अभिनय गरे। भाउजू आउनुभयो, भाँडा माझ्न थाल्नुभयो। थोरै आँखा खोलेर हेरे। भाउजू हाँस्दै भाँडा धुँदै हुनुहुन्थ्यो। म त्यत्तिकै सुतिरहेँ। भाउजू घरिघरि मतिर हेर्दै हुनुहुन्थ्यो। एकछिनमा म उठेँ। अझै हतियार उत्तेजित रहेको कारण माथि सिरानी राखेँ। भाउजू आउनुभएछ, मैले थाहै पाइनँ। भाउजूले भन्नुभयो थाक्नु भएको होला। छैन थाकेको भाउजू, म पनि सघाउन भनेर उठेँ, तर लिङ्ग उत्तेजित भएकै कारण बसिरहेको थिएँ। भाउजूले देखिहाल्नुभयो अनि हाँसेर काम गर्न थाल्नुभयो। भाउजू हाँसेको देखेर म बसेँ अनि फेरि सिरानी माथि राखेँ। तपाईँ बस्नु, म काम सकिहाल्छु। भाउजूले भन्नुभयो दाई भाग्यमानी हुनुहुन्छ, यस्तो मजाको भाउजू पाउनु भएको छ। मैले भाउजूलाई फुर्काउन खोजेँ। त्यसै भन्नुहुन्छ है बाबु? होइन नि भाउजू, रियल कुरा हो। म भाउजूतिर निहालिरहन्थेँ, भाउजूलाई फकाउन खोज्थेँ। करिब 1 घन्टा गफ गऱ्यौँ। राति खाना खायौँ, सफा गऱ्यौँ। भुइँमा पानी पोखिएको रहेछ, म चिप्लिएर लडेँ। खुट्टा फटाएर भुइँमा पछारिए। तल काठ हल्का उठेकोले अण्डकोशमा ठोकियो, नराम्रोसँग लाग्यो। म त्यही बेहोस भएँ। एकछिनमा होस खुलेछ। भाउजू पानी छम्किरहनु भएको थियो। अण्डकोश एकदम दुखेको थियो। मेरो हात त्यही बाहिर नै थियो। बाबु त बिहोस नै हुनुभयो। मलाई त कस्तो डर लाग्यो। म केही बोल्न सकिरहेको थिएन। मैले भाउजूसँग टवेल मागेँ। भाउजूले टवेल ल्याउनु भयो। बेडमा गए। मैले हाफ पेन्ट खोलेँ। भाउजूले माथिबाट तेल लगाइदिनु भयो अनि अन्डरवेयर पनि खोले। घाउ भएको छ कि बाबु हेर्न सक्नुहुन्छ त? भाउजूले डराउँदै सोध्नुभयो। निउरी नै सक्दिनँ भाउजू, कसरी हेर्नु? म पीडामा बोलेँ। भाउजूले टवेल उचालेर हेर्नुभयो अनि भन्नुभयो केही भएको रहेनछ बाबु, म पेन किलर र मलम लिएर आउँछु है भन्दै आफ्नो रुमबाट ल्याएर पेन किलर दिनुभयो। मैले खाएँ। टवेल उचालेर अण्डकोश वरिपरि मलम लगाइदिनु भयो। करिब 15 मिनेटपछि अलिक सन्चो भयो। भाउजू सरी ल। भाउजूले के गर्नु पर्यो? आपत पदा गर्नु परिहाल्छ नि बाबु, एकछिन सुत्नु, मलम लाग्छ। एकछिन टवेल ओपन राखेर सुत्नुस्, म एकछिनमा आउँछु भन्दै भाउजू पल्लो कोठा जानुभयो। म तल सर्वाङ नाङ्गो थिएँ। बिस्तारै पीडा कम हुँदै गयो अनि लाज लाग्न थाल्यो। माथिबाट गम्छा ओढाइदिए। एकछिनमा भाउजू आउनुभयो। कस्तो छ नि बाबु अहिले? दुख्न छोड्यो अहिले त भाउजू? भाउजूले उठाएर हेर्नुभयो। मलम पुछिएछ। भाउजूले हेर्दा अप्ठ्यारो लाग्यो। गम्छा तल गरे। भाउजूले हेर्दा त लाज लाग्ने रहेछ। मैले भने बिरामी हुँदा लजाउनु हुन्न, सबैलाई हुन सक्छ नि यस्तो। भाउजूले भन्नुभयो त्यस्तै हो बाबु, अपरजट कहिलेकाहीँ के पर्छ थाहै हुँदैन। भाउजू अब म नपुंसक त हुन्न नि है, त्यहाँ प्रेसर परेपछि नपुंसक हुन्छन् भन्छन्, त्यस्तो हुन्न होला, टेन्सन नगर्नु न बाबु। खै भाउजू टेन्सन कसरी नभर्नु, पछि बुढी पोइल जाने हो कि? किन जानु र पोइल? भाउजूले भन्नुभयो भाइ उठेन भन्दा पोइल जाली नि फेरि। बाबु अहिले पेन भएको कारण त्यस्तो भएको, बिस्तारै ठिक हुन्छ भाउजूले सम्झाउनु भयो। भाउजूले सुत्न भन्नुभयो। म सुतेँ र बिहान उठे। भाउजू आउनुभयो।
कस्तो छ नि अहिले तपाईँलाई पीडा त छैन भाउजू, तर म त नपुंसक भए जस्तो लाग्छ निनौरो पारामा भने। कति टेन्सन गर्नुभएको ठिक हुन्छ? त्यस्तै लाग्छ भने पोर नहेरेर चलाउनुहोस्, ठिक हुन्छ होला। यति भनेर भाउजू पल्लो कोठा जानुभयो। मैले भाउजूले भने जस्तै भिडियो हेर्दै चलाउन थालेँ, तर असर भएन। एकछिनमा भाउजू आउनुभयो, मलाई एउटा मेडिसिन दिनुभयो, मैले खाएँ। केही फरक परेन भाउजू, मेरो जिन्दगी त हेल हुने भयो। हातले चलाएर भएन कि चलाएको भएन, हेर्नु न जस्ताको तस्तै छ भन्दै तौलिया हटाए। अगाडि म लिङ्ग प्रदर्शन गरेर उभिए। भाउजूले नजिकै आएर हेर्नुभयो, केही त भएको छैन भाउजूले भन्नुभयो। भाउजूलाई चलाइदिनु न, केही हुन्छ कि? मैले आँट गरेरै भने। एकछिन हेरिरहनु भयो अनि बिस्तारै लिङ्गलाई हातमा लिनुभयो अनि तल माथि गर्नुभयो। भाउजूको नरम हात परेपछि लिङ्ग बिस्तारै सारो हुँदै गयो। सारो भएपछि भाउजूले हात त्यहाँबाट हटाउँदै भन्नुभयो, केही भएको छैन, ठिकै छ, झर्छ कि झर्दैन झरन्जेल गरिदिनु न भाउजू प्लिज भन्दै रिक्वेस्ट गरे। भाउजूले अन्कनाउँदै फेरि तल माथि गरिदिनु भयो। पीडाबाट बिस्तारै म आनन्दमा डुबुल्की मार्न थालेँ। एकछिनमा सेतो पानी निस्कियो, छिटा छिटा भएर उछुटियो। भाउजूको हातमा पनि लाग्यो। भाउजूले एउटा सफा कपडा ल्याएर पुसिदिनु भयो। अब त भयो होला नि बाबु, सुत्नुहोस् ल, म बजार गएर आउँछु भन्दै भाउजू निस्कनु भयो। म आनन्दमा रमाइरहेँ अनि भाउजू बजारबाट आउने प्रतीक्षा गर्न थालेँ। करिब 2 घन्टापछि भाउजू आउनुभयो। म सोही बेडमा सोही अवस्थामा गम्छा ओढेर मात्र बसिरहेको थिएँ। लुगा लाउन मन लागेन। फेरि भाउजूको अगाडि आउने शरम अघि नै हराइसकेको थियो। अहिलेसम्म पनि त्यतिकै बसिरहनु भएको छ बाबु, भाउजूले भन्नुभयो। घरिघरि दुख्छ भाउजू, नदुखे पनि बाना पारेर दुख्छ भनिदिए। तपाईँ आराम गर्नु, 2-4 दिन लाग्छ होला निको हुन। धन्न भाउजूले पढ्नु भएको थियो र सजिलो भयो। भाउजू हल्का हाँस्नुभयो। बजारबाट ल्याएको तरकारी केलाउन थाल्नुभयो। फर्सीको मुन्टा लिएर आउनु भएको रहेछ। एकछिन भाउजूलाई हेरेँ, निरन्तर केलाइरहनु भएको थियो। अनि फेरि भाउजूलाई प्रश्न गरे, भाउजू साइजले म्याटर गर्छ कि गर्दैन? सायद सानो भयो भने बुढी भाग्छन् भन्छन्। सायद म्याटर गर्दैन बाबु, जत्रो साइज भए नि हुन्छ। अन्याचुरल तरिकाले पनि गर्छन् नि भाउजू, त्यो चाहिँ ठिक हो कि होइन? अन्याचुरल भन्नाले भाउजूले प्रति प्रश्न गर्नुभयो र मैले डराउँदै भने मुखमा मलद्वारमा गर्छन् रे नि भाउजू त्यस्तो। बाबु त के पो सोध्न थाल्नुभयो त? भाउजू अलि अन्कनाउनु भयो। थाहा छैन भाउजू, त्यही भएर सोधेको। त्यो हेल्दी होइन, मुखमा इन्फेक्सन हुन सक्छ। जेन्टल सफा छैन भने, मुखमा फोहोर छ भने पनि जेनिटलमा असर पर्छ। झन् एनसमा त पुरै ब्याक्टेरिया भाइरसको खानी हुन्छ। त्यस्तो पो हो र भाउजू, डर पो लाग्यो मलाई त। मेरो साथीले भनेको मुखमा त मजा आउँछ रे अरू ठाउँमा भन्दा पनि। छ्या बाबु पनि त्यस्तो कुरा नभन्नु भयो। अब अरू कुरा गरौँ। यस्तो कुराको नलेज राख्नु नराम्रो हो र भाउजू? नराम्रो त होइन, अलि अप्ठ्यारो लाग्यो। मलाई यही कुरा अचम्म लाग्छ भाउजू। अरू विषयमा गफ गर्दा हुन्छ, यो विषयमा चाहिँ अप्ठ्यारो रे। ल सोध्नु, म सकेसम्म भन्नु मला। अझै त हल्का हाँस्दै त्यही भन्नुभयो। भाउजू यो वरिपरिको हेयर मैले त राखेको छु। मेरो त छातीमा पनि छ, काट्नु राम्रो कि छोडिदिनु? त्यो जे गरे पनि हुन्छ, बट सफा चाहिँ राख्नुपर्छ। टाइममा अन्डरवेयर फेर्नुपर्छ। मेरोमा भएको हेयर त ठिकै होला नि भाउजू? खोइ मैले त वास्तै गरिनँ अघि। अनि मैले पनि हेर्नु न भन्दै गम्छा माथि उठाएँ। भाउजूले हेर्नुभयो अनि भन्नुभयो, ठिकै छ। मैले पुरै गम्छा नै उतारेर राखिदिएँ। भाउजूसँग यस्तो गफले अघि उठिसकेको थियो। नराम्रो होइन भाउजूले भन्नुभयो। छोप्नु हो बाबु, अप्ठ्यारो लाग्यो मलाई त। छोप्दा भन्दा यत्तिकै राख्दा कम दुख्छ भाउजू। त्यसैले हो मैले बहाना बनाएँ। ल ठिकै छ भन्दै भाउजू आलु काट्न थाल्नुभयो। यस्तो गफ गरे कि फुलिहाल्छ भाउजू। भाउजूको अगाडि त नफुल्नु नि, मैले हाँस्दै गफ दिएँ। यसको काम नै त्यही हो नि, केटी देखेपछि त्यस्तो सोचेपछि उठ्छ। केटीलाई चाहिँ केटालाई जस्तो हुन्छ कि हुन्न भाउजू? भाउजूले कर्के आँखाले हेर्नुभयो अनि भन्नुभयो, पछि बुहारी आएपछि सोध्नु नि। बुहारी कस्ती आउँछ भाउजू, कोही केटीलाई त त्यस्तो गर्न मन लाग्दैन रे। त्यस्तो पर्यो भने त्यस्तो हुँदैन बाबु, ढुक्क हुनुहोस्। हो र भाउजू, कोही केटी त उठेको भाइ देख्दा नि डराउँछन् रे। बिहे अघि नै थाहा पाउनु पर्ने यसलाई त्यस्तो मन लाग्छ कि लाग्दैन भनेर। भाउजू तरकारी काट्नै छोडेर हाँस्नुभयो। बाबु त अनेक सोच्नु हुँदो रहेछ। हो त भाउजू, बिहे अघि नै केटाको केटीले हेर्नै, केटीको केटाले हेर्नै गर्नुपर्छ। अनि पो थाहा हुन्छ त। भाउजू अझै मरी हाँस्नुभयो। केटी हेर्न जाँदा देखा भन्नु होला नि। फेरि म पनि हाँसेँ। हो त, हेर्दा के हुन्छ र, जियान बनाउनु अहिले। अनि हेर्नु बाबु भन्दै भाउजूले जिस्काउनु भयो।
फेरि केटीको त माथिको तन दुवैतिर हेर्नु पर्यो, मैले अलिक कुरा अगाडि बढाएँ। माथि कता सेप देखिहाल्छ नि भाउजूले भन्नुभयो। फर्म राख्छन् नि भाउजू, केटाको जस्तै छाती नभएको पर्यो भने भाउजू मात्रै हेर्दै हाँस्नुभयो। फर्मको बारेमा पनि सुन्नुभएको रहेछ त बाबु, छ नि भाउजू। अनि फेरि भने सपोज मैले केटीको अङ्ग चेक गर्नु पर्यो भने के चेक गर्नुपर्छ होला भाउजू, तपाईँलाई म डिटेलमा भन्छु। अहिले चाहिँ म कपडा फेरेर आउँछु भन्दै भाउजू आफ्नो रुममा पस्नुभयो। म पर्खिरहेँ। भाउजू किचनभित्र छिर्नुभयो। टाइट रेड टी सर्ट लगाउनु भएको थियो, घुँडाभन्दा माथिसम्मको कट्टु लगाएको देखेँ। भाउजूलाई एकदम सुहाएको थियो। म एकनास शिरदेखि पाउसम्म हेरिरहेँ। भाउजू करिब 10 मिनट कपडा चेन्ज गर्न जाँदा पनि मलाई प्रत्येक सेकेन्ड उत्तेजित भएको थियो। मनमा दिमागमा सबैतिर भाउजूको मात्र बास थियो। रातो टी सर्ट देखाउँदै भाउजूले सोध्नुभयो, यो आज किनेको हो बाबु? कस्तो देखिएको छ? मलाई सुहाएको छ, एकदम फिट देखिएको छ भाउजू। बाटोमा हिँड्ने हो भने केटाहरू फिदा हुन्छन्। मैले नि हल्का गफ दिएँ, तर टाइट भएर अलि कस्तो लागेको छ। भाउजूले टी सर्ट तल तान्दै भन्नुभयो, टाइट भएर त बडीको फिगर देखिएको छ नि भाउजू। अझै क्रिवेज देखिने हो भने त फिल्मको हिरोइन जस्तै देखिन्छ होला। मैले हल्का भाउजूलाई नजर लगाएर भने, त्यस्तो त म लाउँदिनँ, कस्तो लाग्छ, हल्का देखिँदा त मान्छे कसरी हेर्छन्। भाउजूले हाँस्दै भन्नुभयो, त्यो त हो नि राम्रो देखाउने कुरो, हिरोइनहरू त धेरै देखाउँछन्, मलाई त देखाएकै मनपर्छ। हिरोइनको त उठाउनेवाला अर्कै लगाएका हुन्छन्। भाउजूले मतिर हेर्दै भन्नुभयो, उठाउने भन्नाले टेको लगाउने हो र भाउजू मैले जिस्किन खोजेँ। भाउजू हाँस्नुभयो अनि भन्नुभयो, त्यस्तो हुन्छ क्या, ब्रा उठेको पछि बुहारीको हेर्नु नि, भाउजूले उठाएको छ कि छैन नि? मैले हाँस्दै सोधेँ, तपाईँलाई पक्नु न, मेरो पो हेर्न थाल्नुभयो। भाउजू उता फर्किनु भयो। सोधेको मात्रै हो भाउजू, मैले भने। मेरो हल्कावाला छ, भाउजूले हाँस्दै भन्नुभयो। ब्रा लगाएन भने चाहिँ कस्तो देखिन्छ होला नि भाउजू? मैले त्यस्तै प्रश्न गरेँ। अलि अर्कै देखिन्छ नि भाउजू हाँस्नुभयो। तपाईँ जहिले लगाउनुहुन्छ? राति खोल्छु नि, त्यो बेला चाहिँ कस्तो देखिन्छ होला है? मैले भने। भाउजू मुस्कुराउनु भयो। बाबुलाई खुब चासो छ भाउजू, चासो त भइहाल्छ नि। मैले भाउजूलाई हेर्दै भन्ने, ल ठिकै छ बाबु। भाउजू हाँस्नुभयो। भाउजू पल्लो कोठा जाँदा म पिक्चर हेरिरहेको थिएँ। भाउजूलाई पिक्चरको बारेमा सोध्छु ल, मैले जोसमा भने। कस्तो पिक्चर नि? भाउजूले आश्चर्य मान्नुभयो। नाङ्गो केटीको पिक्चर मैले भने। त्यस्तो धेरै नहेर्नु, त्यसकै लत लाग्ला नि। भाउजूले भन्नुभयो, केही कुरा थाहा पाउन मात्रै हो भाउजू। मैले थोरै रिक्वेस्ट गर्दै भने, ल सोध्नु न त। सबै केटीको तलको भागमा रङ केटाको जस्तै हुन्छ, मैले जिज्ञासा गर्दै भने। हुन्छ नि, त्यो प्राइभेट पार्टको प्रोटेक्सनको लागि हो नि त। हजुरले भन्नुभयो होला, तर देखिँदैन त भाउजू, त्यो केटीको बाहिर हुन्छ कि भित्र हुन्छ र? भाउजू हाँस्नुभयो अनि भन्नुभयो, अलि तल हुन्छ नि, अगाडि देखिँदैन। कस्तो अचम्म रहेछ, रौँ भयो भने त दुलो खोज्नै गाह्रो हुने रहेछ। मैले भाउजूको कट्टुतिर आँखा डुलाउँदै भने। भाउजू हाँसी मात्र रहनुभयो, उहाँलाई हेरिरहे। केटीहरू रौँ काट्छन् कि काट्दैनन् भाउजू? मैले फेरि सोधेँ। कोही काट्छन्, कोही काट्दैनन्, भाउजूले भन्नुभयो। भाउजूले काट्नु भएको छ, मैले भाउजूलाई मजाक गरेको जसरीले सोधेँ। छ्या, तपाईँ त मेरै बारेमा सोध्दै हुनुहुन्छ त भन्दै काम गर्न थाल्नुभयो। भन्नु न भाउजू भन्दा के हुन्छ र? भाउजू जे गर्नुहुन्छ पछि मेरो बुढीलाई पनि त्यही गर भन्छु म। मैले भने। भाउजू मतिर हेर्दै हाँस्नुभयो। मैले फेरि भने, मैले भाउजू जस्तो केटी पाएँ त आजै बिहे गर्थेँ होला। यस्तै राम्री भाउजू। मेरो कुरालाई मक्ख परेर सुनेको मैले थाहा पाएँ। भाउजू मक्ख पर्दै मतिर हेर्दै भन्दै हुनुहुन्थ्यो, पहिला तपाईँको दाइले पनि राम्री भन्नुहुन्थ्यो, अहिले त केही भन्नुहुन्न, राम्री छैन भन्नुहुन्छ। यति राम्री हुनुहुन्छ, फिगर केही बिग्रेको छैन, छाती पनि छ, कम्मर मिलेको छ। मैले भने, पेट हल्का लागेको छ नि बाबु, घट्दैन। भाउजूले भन्नुभयो, अघि एउटा भिडियो हेरेको थिएँ, हजुरको पेट घटाउने उपाय भएको, इजी प्रोसेस भए त म ट्राई गरिहाल्थेँ। भाउजूले भन्नुभयो, हुन त टिचर, भाउजूलाई मैले के सिकाउनु, तर पनि अघि हेरेर मात्र थाहा पाएको मैले। भाउजू नजिकै आउनुभयो र भन्नुभयो, खै हेरौँ त कस्तो रहेछ, छाडा भिडियो हो भाउजू, लिनु, एक्लै हेर्नु भने। भयो, हेर्दिन, तपाईँ नै हेर्नु भनेर काममा लाग्नुभयो। यसरी पेट घट्छ रे, त्यही भिडियोमा भनेको छ, हेर्नु सजिलो हुन्छ। म उठेर भाउजूको नजिकै गएँ अनि भिडियो प्ले गरेँ। केटा तल, केटी माथि उफ्रिरहेकी थिए। भाउजूले झट्ट हेरेपछि छ्या भन्दै उता जानुभयो। कस्तो, तपाईँ त यस्तो भिडियो देखाउनुहुन्छ, भाउजूले भन्नुभयो। पेट घटाउने उपाय देखाइदिएको नि भाउजू, यसरी गर्नुहुन्छ कि? हुन्न तपाईँ र दाइ, मैले अझै अघि बढेर सोधेँ। भयो क्या बाबु, म भन्दिनँ भन्नुभयो। मैले फेरि कर गरिनँ। बेडमा आएर बसेँ, एकछिन मोबाइल चलाएर बसेँ।
बाहिर बादल लागेको थियो, पुरै साँझ परेको। एकछिन पानी पर्न थाल्यो, बिजुली चम्कियो, बत्ती गयो। काम गर्न छोडेर भाउजू मेरो छेउमा आएर बस्नुभयो। सरी भाउजू, तपाईँलाई अनकम्फर्टेबल फिल गराए मैले भाउजूको हात समाएर भने। भाउजूले हात समाउँदा केही भन्नु भएन। म भाउजूको काखमा सुतेँ। केही बेर भाउजूको माइतीतिरको गफ गरेँ। भाउजू रमाउँदै माइतीको आफ्नो बचपनको कहानी सुनाउन थाल्नुभयो। मैले ध्यान दिएर सुने। भाउजूको हात ल्याएर मेरो टाउकोमा राखेर माडिदिनुन् भने। भाउजूले मेरो टाउको मालिस गर्दै कहानी सुनाउन थाल्नुभयो। म भने आनन्दले आँखा चिम्म गरेर सुतेँ। जुनको प्रकाश रुमभित्रसम्म आएको थियो। भाउजूको अनुहार टल्किएको थियो। सुत्दा सुत्दा ढाड पनि दुखेको छ, भाउजू मालिस गरिदिनु न भने। भाउजूले तेल ल्याएर ढाडमा मालिस गरिदिनु भयो। म भने भाउजूको मुलायम हातको स्पर्शमा तरङ्गित हुँदै थिएँ। तल पनि लगाइदिनु न भन्दै गम्छा निकालेर सर्वाङ्ग नङ्ग भए। अँध्यारो भएको कारण खासै देखिएको थिएन। सोही कारण होला भाउजूले पनि मालिस गरिरहनु भएको थियो। मालिस गर्दै कम्मर तल लिङ्गलाई टच भयो। फुलेर उठेको थियो। नाङ्गै पो हो तपाईँ, भाउजूले भन्नुभयो। त्यसमा पनि लगाइदिनु न भाउजू, निको होला कि, पुरै मैले रिक्वेस्ट गरेँ। भाउजूलाई तेल लिएर लिङ्गको टुप्पोदेखि फेदसम्म लगाइदिनु भयो। अनि तलको अण्डकोषलाई पनि मालिस गरिदिनु भयो। वास्तवमा राहुल दाई लकी हो भाउजू, यसरी मालिस गर्नु हुँदो रहेछ। मैले भने तपाईँ पनि सबै नै गर्छन् नि मालिस बुढाबुढीमा त, भाउजूले भन्नुभयो। तपाईँलाई दाइले पनि मालिस गरिदिनुहुन्छ? मैले सोधेँ। कहिलेकाहीँ गरिदिनुहुन्छ जिउ दुख्दा? मैले भने म पनि तपाईँलाई मालिस गरिदिन्छु नि त। तपाईँले मलाई गरिदिनु भयो। पर्दैन बाबु। बाबुलाई के दुःख दिनु, भाउजूले भन्नुभयो। यता सुत्नु भन्दै म उठेँ। टाउको हात खुट्टामा मालिस गरिदिन्छु भन्दै तेरीको तेलले बिस्तारै भाउजूको टाउकोमा मालिस गर्न थाले। एकछिनको मालिसपछि भाउजूले भन्नुभयो, दाइको भन्दा पनि राम्रो मालिसेस गर्नु हुँदो रहेछ। साथीहरू, त्यसपछिको कहानी यदि तपाईँहरू सुन्न चाहनुहुन्छ भने मात्र म बताउने छु। त्यसैले छिटो छिटो कमेन्टमा पार्ट 2 लेख्नु, म अवश्य लिएर आउनेछु। र साथीहरू, मेरो यो कहानी मन पर्यो भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु है त। यसले मलाई हौसला मिल्नेछ अर्को भिडियो बनाउन। धन्यवाद।